मान्छेलाई मारेर बोरामा प्याक गरेर कालो प्लास्टिकले ल्याप गरेर यहाँ ल्याएर फालिएको थियो मानेर राखेको थियो तिनीहरूले। एक हप्ताभित्रकै लास त्यो मजाले लास चिनिन्छ। त्यो केटी नै हो, केटीको फेस हामीले चिन्छौँ। त्यसपछि अब केटाको भए जुङ्गादारी आएको हुन्थ्यो। केटीको चिल्लो फेस राम्रो छ, कोटहरू अलि शून्य जस्तो भएर ठुला ठुला भएको छ नि। त्यसपछि केटीहरूले लगाएको बराल चिनिएको छ, केटीहरूको फेस पुरै चिनिएको छ। हिजोदेखि त तन्दा मात्रै देखेको मैले, अरू केही पनि जानकारी छैन। खोर चाहिँ 15-20 दिन जति भएर राखेको थिएँ। खोर्ती पनि ल्याएपछि खोलेपछि मात्रै गर्दा नथिएन। त्यो भाइहरूले चाहिँ अनि ओहो यो के रहेछ, कुकुर हो कि मान्छे हो, यहाँ के रहेछ भन्यो। अनि त्यसो भनेपछि त्यो भाइहरू छोटाछुटु किन्यो। कसले फोन गर्दै हेर्दा बाहिरबाट के अरे पहिले बोरामा थियो, अनि बोराबाट फेरि कालो प्लास्टिकमा, अनि फेरि तन्नामा रहेछ क्या। हो त्यो हामीले चाहिँ पहिले नि देखेर हामी यही काम गरिरहेको थियौँ। त्यस्तो ख्यालै गरेन उता छ के छ कि छैन भनेर। फर्स्टमा चाहिँ